म भन्छु त शिक्षा मन्त्रीलाई तपाईँको 25 करोड रुपियाँ पैसा तपाईँ पहिला सरकारको नाममा पास गर्नुहोस्। मेरो झापामा तक्षशिला विश्वविद्यालय छ, म सरकारको नाममा पास गर्छु, म पास गर्न तयार छु। अस्मितजी सस्मितजी होइन, चडक्क टाइकोट लगाएर मन्त्रालयमा बस्नुहुन्छ। 25 करोडको सम्पत्ति रहेछ त, ल त दान गर्नुहोस् त, सरकारको नाममा पास गर्नुहोस् त, म पनि गर्छु। त्यति सजिलो छ। अनि तपाईँले आइतबार, शनिबार र आइतबार, जुन देशमा 18 घन्टा काम गर्नुपर्छ अब देश बनाउन, यसै 154 दिन छुट्टी छ। अब यो थुपिँदा 208 दिन छुट्टी हुने रहेछ आइतबार। अनि यी बच्चालाई यति क्लास किताब छोपारिदिएको छ, यिनको क्लास 150 दिनमा सकिन्छ। हामीले भन्यौँ हाम्रो स्कुललाई, तिमीले एडमिसन सुरु गर, बन्द गरिदिन्छ, बन्द गरिदेऊ। बन्द गर्दा के हुन्छ? ब्याङ्कको लगानी छ। मेडिकल कलेज बन्द गरिदेऊ, ब्याङ्कको लगानी छ, गर। आइसियुमा मान्छे मर्छन्, गर। त्यो तागत छ। हामीले कसरी रोजगारी सिर्जना गर्ने भन्ने कुरो छैन, कसरी विदेशको युवाहरूलाई यो देशमा फर्काउने भन्ने छैन। तपाईँलाई अहिले म गफ गरौँला, दुबईमा 16 जना अलपत्र पढेर दुर्गा परसाई गुहार्दैछन्। हिजै मात्रै एकजना महिला आउनुभएको थियो।